गाइस अब चाहिँ हामीहरू हिँडिसक्यौँ होइन। गाइस अब चाहिँ हामी थकाइ मारिसकेर कलर नलगाऊँ भन्दै हेर्नु। सो हामी चाहिँ अब पानी सानी खाएर हिँड्दै मैले भनेको मन्दिर चाहिँ यही हो। सो हामीहरू आइपुगिसक्यौँ होइन। फाइनल गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुन्छ होला र म पनि सन्चै छु। तपाईँहरूको माझमा चाहिँ आज म नयाँ कन्टेन्ट लिएर आइसकेको छु। आजको कन्टेन्ट चाहिँ के छ भन्दाखेरि आज चाहिँ बेस्ट फागु पूर्णिमा ह्याप्पी होली छ है। उता पर भाइहरूले चाहिँ अघि खेलिसकेको छ। अब हामी चाहिँ ठक्क यहाँदेखि जिरी जाँदैछौँ हिँड्दै हिँड्दै। आजको भिडियो कस्तो हुन्छ तपाईँहरू हेर्दै जानु होला भने आजको भिडियोले स्टार्ट गर्न जान्छु। लेट्स गो। सो गाइस होइन अब चाहिँ हामी हिँड्न आँटेको। मौसम पछाडि म अगाडि होइन। म त आन्टी उपर लुकेर हेर्दै हुनुहुन्छ। गाइस अब चाहिँ हामीहरू हिँडिसक्यौँ होइन। माइजू चाहिँ पछाडि हुनुहुन्छ भन्दै अनि मौसम थुप्रै दिदी अर्थात् आन्टीहरू हाम्रो साथमा चाहिँ अब हिँडेरै जानुहुन्छ है। आजको भिडियो कस्तो पछि चाहिँ दुईजना आन्टीहरू आउँदै हुनु। गाइस अब चाहिँ हामीहरू होइन ठक्क पछाडि आन्टी ग्याङ लिएर हिँडिसक्यौँ होइन। आन्टी ग्याङ लिएर जिरीतिर लाग्दिसकेको। मौसम नबजाउँ ल त्यस्तो कपिराइट हान्छ होइन। म चाहिँ यहाँ परको एउटा दिदीको नाम सोध्न गइरहेको छु। तपाईँहरू त्यसको रिजल्ट हेर्नु होला ल के हुन्छ। सो गाइस अब हामी चाहिँ बजार मुनि आइपुग्यौँ। हाम्रो अल्छी ग्याङ तल छ न अनि मेरो साथमा मौसम तिमी यो साइडमा आउ न। मेरो साथमा मौसम आछि पानी रहेछ गाइस। जाडो भयो अरे क्या। अब जिरी पुगी बसी भरे पानीले नदिने हो कि के हो त्यो थाहा छैन होइन। अन्डा हानु भने त फेरि हामीसँग नि कलर छ नि। अनि त्यति भन्दै गाइस म यहाँ माथि बस पार्क पुगेपछि म तपाईँहरूलाई एकैचोटि भेट्छु भन्दै अहिले चाहिँ होइन रोक्छु ल। आन्टीहरू चाहिँ अब टक्क पछाडि हुन्छ। मिन्स चाहिँ अगाडि आन्टी माइजू होइन। हाम्रो बाटो निर्माण हुँदैछ होइन। यहाँको चाहिँ यो त मौसमले भत्काएको बाटो निर्माण हुँदैछ। त्यति भन्दै पछि मै तिर्छु पैसा होइन। मै तिर्छु ल। माइजू भन्ने टिकटक बनाउँदै हुनुहुन्छ ए बोल्दै हुनुहुन्छ। अनि त्यति हामी चाहिँ हिँड्दैछौँ माइजूहरू बोल्दै हुनुहुन्छ होइन। गाइस त्यही भएर फाइनली हामी चाहिँ नयाँ हस्पिटल बखुराममा आइपुग्यौँ होइन। अनि त्यहाँपछि स्ट्यान्ड पनि यसको अलिक नजिकै छ। म बोल्न सक्दिनँ मेरो सास बढिरहेछ होइन। म हिँड्न चाहिँ हिँडिरहेको छु। हामी चाहिँ यहाँनिर आइपुगेको छौँ स्ट्यान्डमा। यहाँ सुभाष गइरहेको छ केही किन्नलाई होइन। कलर त हामीले अघि किनिसक्यौँ। अनि यसो माइजूहरू तल आउँदै हुनुहुन्छ सुभाष के किन्न गएको होइन। त्यही भएर अब हामी एकछिन यहाँ रोक्छौँ केही किन्छ सुभाषले अनि त्यही भएर मिल्छौँ। फाइनली हामी चाहिँ बस पार्क आइपुगिसक्यौँ होइन। यहाँ दोकानमा मौसम म छु के किन्छु चाहिँ जो चिज देखाउँदिनँ ल। सो गाइस अब चाहिँ हामी होइन स्ट्यान्डदेखि उकालो लागिसक्यौँ। मान्छेहरू टेम्पोमा आउने अरे हामी चाहिँ हिँड्दै जान्छौँ होइन। अब के गर्नु ब्लग बनाएर जानु हिँड्दै जानुपर्ने अवस्था रह्यो होइन। अनि के पो भन्छ फेरि भन त बाटोमा कोही मान्छे भेट्यो भने कलर लगाइदिने होइन। नत्र त्यत्तिकै सुई जाने त्यही हो। गाइस हामी चाहिँ अब स्ट्यान्डदेखि उकालो लागिसक्यौँ होइन। आफ्नो साथमा कोही छैन होइन। अङ्कलले त यहाँ खतरा आगो बाल्दै हुँदो रहेछ। अनि स्ट्यान्डदेखि यहाँ माथि अलिक अगाडि चाहिँ मन्दिर छ होइन। मन्दिर चाहिँ दुईवटाको बिचमा मन्दिर छ। दुईवटा बाटोको बिचमा त्यो पनि तपाईँहरूलाई देखाउँछु होइन। त्यही भएर तपाईँहरू हिँड्दै गर्नु होला अरे हेर्दै गर्नु होला
हामी तपाईँहरूलाई देखाउँदै जान्छौँ होइन अन्तिमसम्म भिडियो हेरेर फुल वाच तपाईँहरूले गर्नुपर्ने हुन्छ। त्यति नै भन्दै एकछिनको लागि चाहिँ रोक्छु। मैले भनेको मन्दिर चाहिँ यही हो गाइज होइन, दुईवटा बाटोको बिचमा छ, एउटा एउटा जान्छ डबल रोड चाहिँ गाइज, नत्र हामी जान्थ्यौँ। अनि आज चाहिँ हाम्रो हिँडाइ बब्बाल मचिरहेछ होइन, हिँडाल चाहिँ हिँडाइ बब्बाल मचिरहेछ। केटी मान्छेकोमा चाहिँ मरे पनि चढिँदैन ल, बरु केटाकोमा आयो भने चाहिन्छ होइन। यो सिटमा कुदाएको रहेछ होइन। हामी चाहिँ अब बिच बाटोमा आइपुगिसक्यौँ। मलाई चाहिँ नदल्दै है, दाइ कुदेको कुदैछ होइन, बिच बाटोमा छौँ। दाइ पनि डबल रोड ट्रिपल रोड मात्रै आइरहेछ, सिङ्गल रोड एउटै आएको छैन होइन। अनि लास्ट गरिरहेछ, दिदीहरूको फोटो खिच्ने काम चल्दै रहेछ यहाँनिर। त्यति भन्दै हामी चाहिँ हिँड्दैछौँ होइन साथीहरू। त्यति भन्दै हिँड्दै भयो होइन। माइजहरू चाहिँ उयो टेम्पोमा गइसक्नु भयो होइन, गइसक्नु भयो। हिँड्नुपर्छ गाइज। कलर नलगाम भन्दा भन्दै हेर्नु न बहिनीहरूले के हालत बनाइदिए। गाह्रो छ हौ मलाई गाइज छ ल। अब गएर धुनुपर्छ अनि फेरि सुरुवात गर्नुपर्छ। सो फाइनल गाइज छ न, हामी चाहिँ जिरी आइपुग्यौँ। यहाँ चाहिँ कानमा कलर गएर दिन्छ, साथीहरूले धस्टै बनाइदियो नि यो कलर दलेर होइन। आज चाहिँ भोलि है, भोलिमा अब कलर नलाइदिनु भन्दा नै मिलेन, कलर लगाइदिएर झस्टै बनाइदियो। अब करिब हामी टुक्रा पनि आँट्यौँ, त्यहाँदेखि चाहिँ अलिक माथि चढेपछि जिरी आइपुग्छ। त्यसपछि फाइनल जिरीमा भेट्नुपर्छ। ओके फाइनल गाइज हामी चाहिँ होइन टुक्रा आइपुग्यौँ। ठक्क अब मौसम चाहिँ पानी मागेर खाने भन्दैछ होइन। यहाँ अगाडि दोकान पनि छ, तर म चाहिँ केही किन्दिनँ होइन। टुक्रा आइपुग्यौँ, हाम्रो यात्रा बब्बाल हुँदैछ। हिँड्न चाहिँ छोडेको छैनौँ हामी, मौसम पानी खाँदैछ है। हिँड्दा कस्तो बिल भयो, मजा आयो। कलर त पुरै भाइ युट्युबमा पनि चल्छ। सो हामी चाहिँ अब पानी सानी खाएर हिँडिसक्यौँ होइन। हाम्रो पाइला रोकिएको छैन, घरहरू छ है। कुकुर पनि बाघ बाघदेखि मैले बाघ होइन। यता चाहिँ गोली खेलेर फर्किँदैन रहेछ दिदी बहिनीहरू होइन। के गर्नु, अब चाहिँ हामी अलिक पर गएर चाहिँ उँभो चढ्नुपर्छ होइन साथीहरू। त्यस्तै छ। भनेको के तिमीलाई लाग्छ? भनेको कमेन्ट गर्नु लाग्छ। एउटा के अरे गाई छ न, हामी रङ साइडमा हिँड्दैछौँ कि क्या होला नि त, भत्रै बजायो त कतिवटा बाइक रोक्यौँ गाइस हामी त। तपाईँ पनि कतिवटा बाइक रोक्यौँ चढायौँ। म के खाँदैछु गाई कमेन्ट गर्नु होला। अघिदेखि दबाएको चपाइछु होइन। एक थोपो रोकेको छु। एक थोपो रोकेको छुइनँ, हिँड्दै चपाउँदैछु। अनि यहाँ दाजुहरू चाहिँ अघि फर्किसक्नु भएको छ लिएर। अनि हामी चाहिँ खेल्न हिँडेको गाई छ न। अब अघि बहिनीहरूले बाटोपछि धस्त गर्दै कलर लगा त्यति भन्दै अलिक माथि पुगेपछि भेटौँ। ओके सो गाई छ न, हामी चाहिँ गल्यौँ। अब हामी एकछिन बस्नुपर्ने हुन्छ, मौसम लास्टै गलेको नि भगवान्ले निन्दा लागिसक्यो अरे गाई। अब के गर्नु, जिरी अब हामी 15 मिनटभित्रमा पुग्छौँ है। गाई अब चाहिँ हामी थकाइ मारिसकेर हिँडिसक्यौँ होइन। थकाइ मारेर हिँडिसक्यौँ हामीहरू। मौसम बिचरा गलिसकेछ गाई है। त्यत्रो हिँड्ने थाक्यो हामीहरू होइन गाई।
गाइड्सहरू हामी यत्रो मेहनत गरेर भिडियो बनाउँछौँ तपाईँहरू 1 सब्सक्राइब र 1 कमेन्ट अनि 1 लाइक पनि गर्नु हुँदैन हौ मन दुख्छ यार हैन उकालो हामी चाहिँ हाम्रो पाइलाहरू अझै पनि उक्केको छैन उकालो लाग्दैछौँ होइन उकालो लाग्दैछौँ अब अरू के भन्नु हिँड्दैछौँ होइन मौसम मौसम रे आलु नै हेरे होइन हामीहरू चाहिँ अब उकालो लागिसक्यौँ बब्बाल मजा आउँदैछ भोक लागि पनि हिँड्दैछौँ हामीहरू चाहिँ होइन भोक लागि पनि हिँड्दैछौँ हो यहाँ हामी फाइनली जिरी चाहिँ निक्लिन आँट्यौँ होइन म यतामासतिरबाट चाहिँ फेरि हामीहरू जानुपर्ने हुन्छ होइन यमासतिर गएर हामी फेरि बस्छौँ एकछिन अनि त्यसपछि चाहिँ हामी सिधै जिरी निक्लिन्छौँ है यस्तै गलिरहेको छौँ है गाइड्सहरू यसो बस्ने ठाउँहरू पनि आँट्यो बस्ने ठाउँमा भत्काइ पठाएछ हामी चाहिँ अब हिँड्नुपर्ने हुन्छ यहाँबाट फेरि यता दिदी आन्टीहरू बहिनीहरू टिकटक बनाउँदै हुँदो रहेछ है र हामी चाहिँ हिँड्दैछौँ भन्दै अर्को लागि चाहिँ एकछिन त्यो रोक्छु ओके सो फाइनल गाइड अब चाहिँ हामी जिरी आइपुग्न आँट्यौँ मेरो मुटु नै टुक भइरहेको थियो हिँड्दाखेरि अनि त्यही भएर अब चाहिँ फाइनली सो गाइड छ न बल्ल बल्ल होइन हामीहरू जिरी खिम्तीको बोर्ड हेर्ने बोर्ड यहाँ नला जिरी खिम्तीको बोर्ड अब चाहिँ हामी बजार छिर्दैछौँ फाइनली हामी चाहिँ जिरी आइपुगिसक्यौँ साथीहरू होइन बोल्ने हिम्मत छैन नबुझ्न सक्नुहुन्छ तपाईँहरूले होली यस्तो खेल्नु पर्छ होली भनेको हामी जस्तै एउटा कलर कानमा चाहिँ लगाइदिएको छ एउटा बहिनीले अहिले मुख धोइहालेँ होइन अहिले मुख धोइहालेँ फाइनल फाइनली अब चाहिँ हामी जिरी छिर्न आँट्यौँ छिर्न बाँकी छ है अड्किँदैछ जिरी छिर्न आँट्यौँ अनि फाइनल त्यहाँ भित्र गएर फेरि भिडियो बनाउनु पर्ने हुन्छ स्टोरेज पनि कम छ त्यसको लागि अर्को फोन पनि छ एक्स्ट्रा स्टोरेजको लागि है त्यति नै भन्दै अर्को भिडियोलाई रोक्न चाहन्छु
मैले चाहिँ मारिका भ्लगरलाई भेटिसकेको छु है केही भन्दै न तपाईँहरूलाई सुभाष भ्लगर चाहिँ एकदम धेरै लजन हुँदो रहेछ मभन्दा पनि धेरै होइन त्यही भन्न चाहन्छु अनि उहाँको सबजना नयाँ नयाँ भ्युवर्सहरूले सब्सक्राइब गरिदिनु होला मेरोबाट जाने भ्युवर्सले सब्सक्राइब गरिदिनु होला अनि उताबाट हेर्नुहुने सब्सक्राइबले मलाई पनि सब्सक्राइब गरिदिनु होला भन्ने चाहे त्यति त्यति के भन्नु त झन् तपाईँ त झन् केही बोल्नु भएन मेरो घरमा सुनिँदैन त फाइनली मैले चाहिँ मान्छे त्यति नै भन्दै अब एकछिनमा तल साथीहरूले चाहिँ मलाई खोला लगाइदिनु छोडेको अवस्था है बालिका दिदीले पनि हामी पनि लगाइदिउँ न अर्को कलर न अर्को कलर लगाइदिउँ न हामीले त किनेन त अनि कलर चाहिँ नकिन्ने त हामीले घरबाटै लिएर आएको थियौँ हामी 2-3 प्याकेट कलरै निकाल न छिटो कलर निकाल्दैछ मौसमले चाहिँ है कलर मिठो रहेछ गाइस कलर मिठो रहेछ कस्तो
गाइस मेरो लुगा घार छ नि है मौसम त सही भएको छ नि दोरा लगाएर आएको ह दोरा लगाएर आएको मान्छे मलाई साथहरुले अब हामी यो सुबासले गर्दा 2 दिन फर्किँदै छौँ साथीहरू होइन मेरो नि लुगा घाँटा चाहिँ पुरै पुरै ब्याट्री डाउन भइसक्यो है अब गएर चाहिँ गएर नुहाउनुपर्छ होइन होइन नुहाउन त भ्याइँदैन होला जाडो र भए पनि गएर हेरेर तल भेटौँ न किन भन्दै अहिले सो गाइस अब चाहिँ हामी फर्किँदैछौँ हेर्नु होला हालत बिहान कस्तो चाहिँ अहिले कस्तो भयो दाँत मात्रै सेतो ढल्किने अरू चाहिँ दबाई छ होइन गाइस आज यस्तै भयो होइन आजको भ्लग कस्तो भयो तपाईँहरूले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यहीँ रोक्न चाहन्छु भन्दै आज छुटौँ ल ओके टाटा बाई बाई